दुश्मन मेरो कम्पिटिसन मेरो अप्स ऱ्याप गेममा अबबाट यबी भितेन एस्टिम्यान तीनजना ओके तीनजनालाई जितेपछि मात्र यबी फर्स्ट टप Okay, what is it, people? Come back to our channel. Hope you guys are doing good. अनि today we are going to react भन्दा सी भनौँ न लाइक के हेर्न गइरहेछ भने पर्पल चाहिँ फेरि लाइभ बसेर एबी एसटी अनि भिटेनको बारे केही भनेका रहेछन् थाहा छ होइन अस्तिदेखि उसको लाइक लफडा टाइप भइरहेछ लाइभदेखि नै अनि एबीसँग पनि अस्ति लाइभ आएको थियो पर्पल चाहिँ आई थिङ्क त्यति बेला कुरो मिले जस्तो लागेको थियो फेरि इनबक्समा के अलि कुराहरू चाहिँ अलि बिग्रे जस्तो छ अरे होइन सो कति सङहरू मात्रै रियाक्ट गर्ने कहिलेकाहीँ फन पनि गरौँ भनेर सो ढिला नगरी सुरु गरिदिउँ लेट्स गो यबीसँग के भयो रे चाहिँदैन मलाई यबीको कोल्याब भयो उसलाई त मेरो गीत गल्ती मन नपरेर उसले कोल्याब नगरे अरे मलाई त उसको कुनै नि गीत मन पर्दैन दाबी साँच्चै पर्वत र याबीको छ लाइक कोल्याब केही छ र म चाहिँ हेरेको छैन है भएछ भने ओके लास्ट पात लाग्छ मलाई उसको गीतहरू खास भन्ने हो नि त्यो कप देऊ त मलाई अब मेरो अफिसियल कम्पिटिसनै भितेन यबी हो के भितेन यबी अनि एसटीलाई नजितेसम्म पर्पल प्राउड हुँदैन यो म्यान द्याट्स फकिङ लाइक यो पोक गर्नुभन्दा पनि अलिकति एउटा टार्गेट सेट गर्नु यो राम्रो कुरा होइन एउटा इक भन्दा पनि एउटा होइन त्योलाई नजितेसम्म म ऊ लाइक एउटा कम्पिटिसन राख्ने एउटा टार्गेट जस्तो के हुन्छ नि एउटा यो चाहिँ छ यो एज अ हेल्दी भनेर एउटा हुन्छ राम्रो उ गर्ने त्यस्तो नराम्रो त्यस्तो नगरेर चाहिँ त्यसलाई नजितेसम्म म खुसी हुनु द्याट्स फकिङ गुड थिङ म्यान फ्याक्ट्स ओके जसले जे भने नि हुन्छ जसलाई जसरी लिन मन छ त्यसरी नै लिग होइन यो ब्याड बोय पर्पलले भने होइन यो गुड बोय पर्पलले भने हो यो भाइब त आइरहेको थियो होइन गुड बोय सही हो मेरो दुश्मन मेरो कम्पिटिसन मेरो अप्स ऱ्याप गेममा अबबाट यबी भितेन एस्टिम्यान तीनजना ओके तीनजनालाई जितेपछि मात्र यबी फर्स्ट टप हो यबीलाई सबभन्दा पहिला यबीलाई जित्नुपर्ने छ बाँकी का देखा जाएगा लास्ट स्याड लाग्यो सिक्ने गल्ती मन परेन अरे साँच्चै भन्नुपर्दा मैले सुनेको चाहिँ छैन है गल्ती भन्ने के राम्रै ट्र्याक छ र हेरौँला भइसक्यो माई गड भन्छ यबी भन्दा झोला बवाल लाग्छ यार एउटा गीतमा सर्ट्स आउँछ यबीलाई रोक डिसै गरे भन्दा उनीहरू ऱ्यापरै हो होइन डिसै गरे राम्रो नि होइन अझ उताबाट पनि आयो भने त फेरि बिफ हेर्न नि मजा आउने ऱ्याप गेममै खेलौँ न त सर्ट अस्ति कुरा गरेको थिएँ अब लाइभमा उसले त्यस्तो एटिट्युड छैन उसको रियलमा अब उसले त्यहाँ हिरोपन्थी देखाइदिएर ठिक छ दामी गर्यो उसले उसको ठाउँमा उसले खतरा गर्यो अब मेरो ठाउँमा म गर्छु यबी भन्दा चाहिँ धेरै बवाल हो होला यबी त लास्ट पात भयो कि अहिले त मैले क्लाउड चाहिँ हानेर हिँडे जस्तो देखिरहेछ खै के हो ठिकै छ धेरै के बोल्नु अरूको बारेमा मलाई झोला पनि मन चाहिँ पर्छ है उसको लाइक क्याची हुन्छ क्या लाइनहरू त होइन छाडा भयो नि यो मेरो गल्ती मन परेन भनिदियो म त छर्लङ्ग भइदिएर केटाहरूले सुनेको छैन पर्पलको गल्ती भन्ने गीत होइन अब त्यो साँच्चै सुनेको छैन है यसपछि चाहिँ सुन्नु पर्ला कस्तो रहेछ र हाइप त दौरो त्यो केटाले मन परेन अरे म तिम्रो फ्यान भयो बेबे भन्नेलाई अब त्यो मन परेन अस्ति त मलाई पर्पलदेखि साँच्चै भन्नु रिस उठिरहेको थियो है लाइक के गरिरहला भने आजभोलि चाहिँ कस्तो नराम्रो हिसाबले भने होइन हल्का फनी लागिरहेछ क्या के भन्नु ठिक छ सुपरम्यान ढ्यान गरिदिउँ अब यो चाहिँ है हेल्दी बिफ गरिदिउँ न त हिपहपवाला बिफ होइन झगडावाला बिफ गरेर सबले हेट हान्यो अब गुड बोय
ऱ्याप हान्छु म कमेडी गरिदिएर क्या यार उही भन्ने गीतमा कोल्याब हान्छु साँच्चै भन्दा आफै नै भनिदिइरहेको छु कसले हाने त्योमा चाहिँ छु क्या मैले कस्तो कमेडी गरेँ यार मेरो गीत मन परेन अरे यार साइड लाख फिस्टे रे के भने के भने राइम्स अलि ऱ्याप सर्टपटे भटबटे भनिदिएको छ त्यही पनि मैले कोल्याब गरेको छु अनि मलाई चाहिँ लाइभमा आएर साँच्चै छ यिनीहरूको कोल्याब लेट मी नो ए छ म धेरै छैन यार नि अब गीत पनि मन पर्नु पर्यो नि त ब्रो कोल्याब गर्नलाई रे ल ठिक छ ब्रदर ठिक छ राख्नुहोस् तपाईँको गीत तपाईँसँग राख्नुहोस् मलाई चाहिएन मलाई मेरै गीतहरू ठिक छ मलाई गलाकै कोल्याब ठिक छ क्या कसम भने कि खासमा होइन दुनियाँ दास्ती यो 10 दुनियाँसँग मैले कोल्याब नि गर्नु पर्दैन कि मलाई चिक्ने गलासँगकै कोल्याब ठिक छ पुग्यो चिक्ने कति बोल्नु म त्यही हो आजबाट मेरो अप्सहरू जुन दिन तिनीहरूलाई जित्छु आएर मलाई मेसेज पठाउन पर्वललाई तपाईँले भनेको थियो जित्छु भनेर जित्नुभयो भनौँ न उनीहरूलाई नि इक होस् मलाई पनि इक छ जित्ने चाहिँ कसरी नि लाइक राम्रो म्युजिक भिडियो भने त आफै नै जित्ने नि के भन्ने त्यस्तो राम्रो म्युजिक भिडियोहरू बनाऊ राम्रो सङ्ग्सहरू लेख त्यसै जितिहाल्छ अनि त्यसैले भन्दै हो नत्र भए म खासमा भन्थिनँ अप्सलाई बेकार इक दिएर होइन उसले जित्देला फेरि तर ठिक छ हेल्दी कम्पिटिसन गरौँ अनाउन्स गरेरै गरौँ अफिसियल बिफ म हान्छु 2-4 सर्ट हान्छु गीतमा हान्छु उसलाई भन्यो हुन्छ रियलमा म केही गर्दिनँ रियलमा भेट्यो भने उसले नि केही गर्दैन मलाई थाहा छ म पनि केही गर्दिनँ हेलो ब्रोडा भन्छ चलिदिन्छु होइन त्यही त इन्डस्ट्रीलाई चाहेको त्यही त हो अहिले भेट्छु भनेछ जानु अगाडि फिक्स भेट्छ होला नि त्यही आश गरेर बसिरहेको छु होइन एउटा कोल्याब पनि सदाईसँग आउनुपर्ने अब त्यही त हो दाइ मात्रै हो इन्डस्ट्रीमा सबलाई कोल्याब दिने अब भितेनहरू त ठुलो मान्छे हो हामीलाई कोल्याब दिन मिल्दैन होइन चिराग दाइले नै हामीलाई कोल्याब दिन मिल्दैन घरमा प्राइभेटमा गाउन चाहिँ मिल्छ गीत आफ्नो फोनमा राख्न मिल्छ दामी छ भाइ भन्नुहुन्छ कोल्याब दिन मिल्दैन बुझिरहेको छु क्या म इन्डस्ट्री बिस्तारी होइन दोस्त सब धोकेबाज बिस्तारी बुझिरहेको छु हो राजा हो तिमीलाई ट्यापे लाग्छ भने ट्यापे नै हो तिमीलाई जे लाग्छ म त्यही हो यार सबजनाले गएर मर्चसमा 5-5वटा कमेन्ट हान्नु त पछाडि फर लाइफ भएको केटाहरूले अनि हेटर्सहरूले पनि ट्यापे भनेर कमेन्ट हान्न जाऊ 5चोटि ट्यापे लेखेर ल हेटर्स खतरा कि फ्यान खतरा ल हेरौँ त ओके द्याट इज इट अलिकति फन साँच्चै नै लाइक अलिकति मलाई चाहिँ फनी नै लाग्यो है अहिले चाहिँ ओके उसले आफै भनिरहेछ होइन एनाउन्स गरेर हान्छु भनिरहेछ हान्छ होला पनि सर्ट्सहरू दिन्छु भनिरहेछ नेक्स्ट अब अपकमिङ सङमा होला सायद एन्ड या भयो भने चाहिँ राम्रै हो उताबाट पनि राम्रै लाइक हेल्दी होस् न त्यस्तो मलाई कहाँ छ भने त खोजेर हिँड्ने त्यस्तो मजा आउँदैन क्या होइन हेल्दी बिफ भयो भने सुन्न पनि मजा आउने अनि यताउताबाट ओके यो चाहिँ भयो कि राम्रो एन्ड द्याट वाज इट भिडियो मन पऱ्यो भने चाहिँ भिडियो लाइक गरिदिनु एन्ड सी यू गाइज इन माई नेक्स्ट भिडियो बाई बाई